अहिलेको अन्तरिम सरकारले फागुन 21 गते चुनाव गर्ने भएको छ अनि सबै पुराना दलहरू पनि यस कुरामा राजी भई चुनावमा आउने भएका छन्। तर के जेन्जी आन्दोलन केवल चुनावलाई 1.5 वर्ष अघि सार्नलाई भएको थियो त? कि नेपालको इतिहासमा प्रथम महिला प्रधानमन्त्रीको नाम लेख्न कि यी पुराना दलहरूलाई एकछिन भ्याकेसनमा पठाएर आउनुहोस् आजको यो भिडियोमा जेन्जी आन्दोलनको माग र यसको परिणामको बारेमा डिप रिसर्चिङ, डिप एनालाइजिङ एन्ड डिप समराइजिङ गरौँ। कुरा सुरु हुन्छ सेप्टेम्बर 4बाट, जहाँ नेपालको तत्कालीन सरकारले मोस्ट अफ द सोसल मिडिया एपहरू ब्यान गर्ने सूचना प्रकाशन गर्छन्। त्यस सूचनाले नेपालका जनतालाई ट्रिगर गर्छ, अझ विशेष गरी जेन्जीहरूलाई। वेट, पहिला जेन्जी भनेको के हो त्यो बुझौँ। जेन्जी भनेको कुनै गुठी एउटा नेम अफ एज ग्रुप हो। सन् 1997 देखि 2012 सम्म जन्मेका सबै जेन्जी क्याटेगोरीमा पर्छन्। ओके, ब्याक अन द भिडियो। सोसल मिडिया ब्यान्ड हुने कुराले एउटा आन्दोलनको रूप लिँदछ। हुन त आन्दोलनको मोटिभ भ्रष्टाचारीलाई सरकारको गद्दीबाट निकालेर प्रहरी थानाको खोरमा ग्यास्ने थियो। तर के आखिर त्यो सब कुरा पुरा भयो त कि नै? त्यसभन्दा पहिला कुरा गरौँ हाउ द प्रोटेस्ट स्टार्टेड। यो भिडियो तपाईँले युट्युबमा त देख्नु नै भयो होला, जहाँ जेन्जी आन्दोलनका लिडर मिरज ढुङ्गानाले जेन्जी आन्दोलन यही सेप्टेम्बर 8मा हुने भनी बताएका छन्। अनि यो पोस्टर टिकटक, फेसबुक या अन्य सोसल मिडिया प्लेटफर्ममा त अवश्य नै देख्नु नै भयो होला। यी कुराहरूले देशभरिका जेन्जीहरूलाई एकजुट बनाउँछ र सबै जेन्जी एकजुट भई सडकमा उत्रिन्छन्। आन्दोलन शान्तिपूर्वक नै भइरहेको थियो, तर खै कतिखेर घुसपैठ भयो र त्यसपछि सरकारले आन्दोलनलाई दबाउने प्रयास गर्छ। भोलिपल्ट पुरै नेताहरूलाई जेन्जीले घर घरबाट लहर्छन्। सरकार ठाउँको ठाउँ ढल्छ र देश पुरै जेन्जीको हातमा आउँछ। त्यसपछि देशमा शान्ति कायम गर्न सेना परिचालन हुन्छ र अब नयाँ अन्तरिम सरकारको प्रधानमन्त्री जेन्जीले चुनेर सेना सामु पेश गर्ने बेला आउँछ। तर यति बेला जेन्जीका लिडर मिरज ढुङ्गाना अघि जानु बेला खै कता हराउँछन् कता। अनि जेन्जीको प्रतिनिधित्वको रूपमा उदाउँछन् सुदन गुरुङ, जुन हामी नेपाल नामक संस्थाका संयोजक हुन्। यिनकै पेशीमा सुशीला कार्की सहितको सरकार गठन हुन्छ। ओके, यो कुरा त सबैलाई थाहा नै छ, तर के सुशीला कार्कीको सरकारले जेन्जीको माग पूरा गरेको छ त? त्यसको उत्तर हो नो। अन्तरिम सरकारको गठन गर्नुको मेन मोटिभ सिर्फ चुनाव गराएर स्थिर सरकार ल्याउनु थिएन। केपी शर्मा ओलीको सरकारले विद्यार्थीमाथि गोली चलाएको हिसाब खोज्ने र भ्रष्टाचारीमाथि कारबाही गर्न सकोस् भन्ने आश राखिएको थियो। तर दुर्भाग्यवश यो सरकार पनि जनताको आश अनुसार चल्न सकेन। त्यसो भए अब के त? के अब फेरि सडकमा उत्रेर दबाब दिने हो त? आई फिल नो। अब जेन्जीले दबाब त दिने हो, तर सडकमा उत्रेर यी बुढापाका नेतालाई होइन, बालेन, सागर, हर्क जस्ता युथ लिडरलाई एकजुट भई चुनावमा आउन दबाब दिन जरुरी छ। त्यसपश्चात परिवर्तन केन्द्रमा होइन घर घरबाट सुरु गर्न जरुरी छ। सरकारका सबै सदस्यहरूलाई पुराना दल हेरेर होइन, देश बदल्न सक्ने बललाई भोट गर्न आग्रह गर्न जरुरी छ। हामी पनि सारा नेपालीलाई यही भिडियोबाटै आग्रह गर्छौँ। आदरणीय सम्पूर्ण नेपाली जनहरू, अब आउँदै गरेको चुनावमा काङ्ग्रेस, एमाले, माओवादी हाम्रो पुर्खेली पार्टी हो भन्ने भोट नहाल्नु होला। अनि विशेष गरी मासु भातमा र पैसा पेट्रोलमा नबिकी देशको सपुतलाई भोट गरी देश जोगाउन सहयोग गर्नु होला। आशा गरौँ यो भिडियोले बताउन खोजेको कुरा तपाईँले बुझ्नु नै भयो होला। अब अर्को भिडियोमा अवश्य नै भेटौँला।